हाई गुड मर्निङ एभ्रिवान म चाहिँ राति हेलो एभ्रिवान म चाहिँ यहाँ यस्तो अब ड्युटीबाट काम गरेर आएर अनि यसो दौडिनु पऱ्यो अनि फ्रेस भएर निदाउँछु नि त अनि त्यही भएर कि दुबईमा आएर काम गरेको पनि कति वर्ष भएछ 4 वर्ष भएछ प्लेन नि आउँदैछ यहाँ होइन आकाशबाट यस्तै हो जिन्दगी भन्ने कुरा होइन दुःख सुख भनेको मलाई चाहिँ यति मैले पहिला होइन क्रोसियामा एप्लाई गरेको थियो अनि भएन अनि यति काम गर्दै 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 गर्दाखेरि अब पैसा नि खायो केही छैन अनि अब के गर्नु आफ्नो भाग्यमा जे लेख्छ त्यही भोग्नुपर्छ कि अनि त्यहाँदेखि वेबसाइटमा खोज्दै काम गर्दै गरेँ अब दुःख त हुन्छ नि होइन अनि वेबसाइटमा खोज्दाखेरि ठ्याक्क मैले जब सेकर हुने भेटेँ कि अनि ठ्याक्क अनि त्यहाँ चाहिँ इन्टरभ्यू भइरहेको रहेछ होइन अनि ठ्याक्क मैले खोजेर अनि बोलाएपछि 2021 हो अनि बोलाएपछि ठ्याक्क इन्टरभ्यूमा बोलाएपछि अनि गएँ अनि इन्टरभ्यू सब लिएँ अनि पास पनि भयो होइन अनि मेडिकल सेडिकल सब भयो त्यही त नि दुबई यता आउनु लेखेर रहेछ होइन त्यो त आफ्नो भाग्य जस्तो लाग्छ कि अब जे भए पनि होइन कराएर रुएर पनि मलाई केही रिग्रेट फिल लाग्दैन कि इभन नो मोर पनि होइन अनि केही छैन मैले पैसा जति कमाउन नसके पनि होइन मैले यति धेरै साथ सपोर्ट पाएको छु त्यही खुसी लाग्छ होइन मैले दुईचोटि म अब दुःख भनेको सबै हुन्छ होइन दुईचोटि मरेर बाजेको मान्छे हो कि अझै पनि हिम्मत चाहिँ खाँदिनँ होइन स्टिल आई एम सफरिङ मलाई चाहिँ के भयो भन्दाखेरि के भयो भन्दाखेरि 2022-23 लाग्दाखेरि म बिरामी हुँदै गएँ अनि बिरामी हुने कहिले घाँटी दुख्ने अनि टाउको दुख्ने आँखा दुख्दै गयो होइन अनि म चाहिँ अनि त्यहाँदेखि फेरि अब आँखा दुख्यो निको हुन्छ कि भनेर चेकचाक गरेँ आँखाले आफैले उयो गर्ने कि अब निको बनाउने आफैले देख्ने उयो बनाउने भनेर अनि उ गर्ने कि आँखा हुन्छ नि आँखा एक्सर्साइज गर्दै हुन्छ कि हुँदैन भने हुँदै के भयो भन्दाखेरि बाबु मम्मीहरूसँग भिडियो कलमा बोल्दाखेरि पनि अब धेरै नदेख्ने कि आँखा पनि देख्नै कमजोर ब्लड हुँदै गए अनि त्यहाँदेखि अब टाढा बत्तीको लाइटतिर बस्नु नसक्ने अनि त्यहाँदेखि हुन्छ नि मान्छे पनि चिन्न नसक्ने अवस्थामा भयो है अनि त्यहाँदेखि एउटा साथीले मलाई डोराएर साथीको हात समाएर म आँखा जजाउन गएँ आँखा जजाउन जाँदाखेरि अनि डक्टरले के भने तिम्रो आँखामा के प्रब्लम होइन सिधै अनि एमआरआई गर्नु पठाएँ अनि एमआरआई गर्न पठाएपछि होइन के भयो भन्दाखेरि अनि अब के भन्नु न्युरो सर्जरी डक्टरलाई पठायो होइन अनि त्यो डक्टरले के भन्दाखेरि अनि डक्टर तिम्रो आफन्त छ कि छैन भने अन्त मेरो मामा हुनुहुन्थ्यो होइन किनभने टाढा हुनुहुन्थ्यो नि त अनि साथी थियो मेरो कोही छैन भने अनि नभए साथीलाई बोलाउ न त भने अनि मैले साथीलाई बोलाएँ भने नि कल गरेको कल पनि ऊ पनि जजाउन हो कल गरेँ कल लागेन मेरो साथी त आएन फोन पनि उठाएन भने अनि कति गरेँ डक्टरले पनि उठाएन उनले भने कि नडर है म तिमीले एउटा कुरा भन्छु भने अनि ओके डराउँदिनँ भने के भन्दाखेरि तिम्रो ब्रेनको छेउमा मासुपला छ अनि त्यो काटेर यो लास्ट स्टेज पुगेछ अनि अब यो काटेर फालेन भने तिमीले आँखा देख्दैनौ भने है
अब के भन्नु ल नि त ए अब डरायो रुएर कराएर हुँदैन रुएँ डक्टरको छेउमा पनि रुएँ यस्तो आमा घरमा सबैले भने रुएँ तर मलाई जति दुःख पिराउँछ नि आफ्नो बाउआमालाई देखाउन मन लाग्दैन कि जस्तो भए पनि मै भोग्छु जस्तो लाग्छ कि अनि त्यहाँदेखि उनीहरूको त्यसमा त्यस्तो सिस्टम छैन रहेछ नभएपछि अर्को डक्टरमा रिफर गरेँ त्यो डक्टर पनि मेरो लागि सारा संसार भगवान् नदेखे पनि मैले भगवान् देखेछु कि मैले होइन यहाँ आएर यति सपोर्ट पाएको भए मैले नेपाल भएको थिएँ किनभने महँगो तरिकाले मैले महँगो हस्पिटलमा मैले उपचार गर्न पनि सकिँदैन थियो होला अब इकोनोमिकली प्रब्लमले गर्दाखेरि पनि अब राम्ररी अब जे पनि हुनसक्थ्यो होला तर यहाँ आएर अझै पनि मैले एटलिस्ट मलाई यति खुसी लाग्छ कि एटलिस्ट मैले होइन यस्तो अब टाउको भनेपछि यति गाह्रो हुन्छ कि होइन त्यो जितेर भए पनि एटलिस्ट गरिरहेको छु कि आफ्नो लागि कमाएर काम गर्दै भए पनि उपचार गर्दै भए पनि गरिरहेको छु होइन अनि त्यही हो मेरो मामा यहाँको डक्टरदेखि लिएर यहाँ कम्पनीदेखि लिएर मेरो भगवान्ले दिएको दोस्रो रूप घर जस्तो लाग्छ कि मलाई दे नेभर फेल दे नेभर कहिले पनि मलाई चाहिँ स्याड हुनको लागि चाहिँ उनीहरू हार मान्नु भन्ने कि मलाई कति साथ सपोर्ट गर्यो अझै पनि लड्दैछु रोगसँग तर पनि म जसरी भए पनि रोगलाई आफूले पनि जित्ने कोसिस गर्छु भनेर गर्छु कि कति एमआरआई गरेको फेरि पनि अब त्यो मासु भन्ने कुरा बल्झेर आउने रहेछ कि त्यो ट्युमर भन्ने कुरा अब हात खुट्टातिर भने त ठिकै हुन्छ होइन अब टाउको भित्रको त लास्टै गाह्रो हुँदो रहेछ कि न देख्न पाउनु न झिकेर फाल्न पाउनु यस्तै छ जिन्दगानी पार्ट 2 मा चाहिँ म क्लियर भन्छु होइन पार्ट 2 पनि सुन्दिनँ है मेरो स्टोरी म पार्ट 2 मा पनि कम्प्लिट गर्छु मेरो स्टोरी अनि त्यहाँ पनि सुनिदिनु होला होइन हजुरहरूलाई कस्तो लाग्छ सपोर्ट गरिदिनु होला धन्यवाद